प्रकृतिका सुन्दर सृजना पर्वतहरू सृष्टिका अनुपम उपहार मानिन्छन्। विश्वको कुल भूभागको करिब 1/4 क्षेत्रफल ओगटेको पर्वतीय क्षेत्रमा झण्डै 12% मानिसहरू बसोबास गर्दछन्। पर्वतीय क्षेत्रहरूले प्राणी जगतका लागि विभिन्न स्रोत र सेवा उपलब्ध गराउँदै आइरहेका छन्। भौगोलिक विविधतासँगै धर्म, संस्कृति, जलवायु एवं पारिस्थितिकीय प्रणालीको विविधतामा समेत निकै सम्पन्न मानिन्छ पर्वतीय क्षेत्र। महत्त्वपूर्ण वन्यजन्तु एवं पंक्षीहरूको सुरक्षित वासस्थानका साथै खाद्यान्न तथा औषधिजन्य उपयोगी वनस्पतिहरूको उद्गम स्थलको पहिचान समेत कमाएको छ पर्वतीय क्षेत्रले। नेपालको सन्दर्भमा देशको करिब 83% भूभाग पहाडी क्षेत्रले ढाकेको छ र करिब 52% मानिसहरू यस क्षेत्रमा बसोबास गर्ने गर्दछन् भने बाँकी जनसङ्ख्या पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्वतीय स्रोतमै निर्भर रहेका छन्। विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने पनि कुल जनसङ्ख्याको करिब आधा भागलाई पहाडी क्षेत्रले नै स्वच्छ खानेपानी उपलब्ध गराउँदै आइरहेको छ। नेपालमा रहेका यस्ता कैयन हिमताल, हिम नदीहरू स्वच्छ जल भण्डारका स्रोत हुन्। यहाँ रहेका करिब 6000 नदीनालाहरूको उद्गम स्थल मुख्यतः हिमशिखर र हिमतालहरू नै हुन्। यस्ता नदीनालाहरूलाई जीवनोपयोगी प्राकृतिक स्रोतका अतिरिक्त अनन्य सम्पत्तिका भण्डार पनि मान्न सकिन्छ। खानेपानी, सिंचाई, जलविद्युत, पर्यटन जस्ता कार्यमा यस्ता स्रोतहरूको भरपूर उपयोग गर्नु नै यस भेगका बासिन्दा लगायत समग्र देशको विकासको लागि निर्विकल्प आधार हो। पर्यटन विश्वको सबैभन्दा ठूलो उद्योग हो। यसलाई प्रदूषण मुक्त उद्योग पनि मानिन्छ। विश्वको पर्यटन व्यवसायको 15 देखि 20% अंश पहाडी क्षेत्रले नै ओगटेको पाइन्छ। नेपालको पर्यटन व्यवसायले राज्यको कुल आम्दानीको करिब 3.4% मात्रै योगदान पुर्याएको भए तापनि यसको ठूलो हिस्सा पहाडी क्षेत्रले ओगटेको छ। भौगोलिक विकटता, वातावरणको विनाश, सिंचाईको अभाव, कृषियोग्य भूमिको ह्रास र न्यूनता एवं विकसित खेती प्रणालीमा पहुँच नहुनु जस्ता कारणले पर्वतीय क्षेत्रमा उत्पादन र उत्पादकत्व घट्दो क्रममा छ। आकाशे पानीमा निर्भर यहाँको कृषि प्रणालीमा वर्षाको समय र मात्रामा देखिएको अनियमितताले ठूलो असर पारेको पाइन्छ। बढ्दो तापक्रमका कारण माटोको सुक्खापन बढ्नु र उत्पादकत्व घट्नुका साथै विभिन्न रोगहरूको संक्रमण समेत बढ्नुले कृषि क्षेत्रलाई थप धाराशायी बनाएको छ। यी विविध कारणहरूले उच्च पहाडी भूभागका बासिन्दाहरू खाद्यान्नको लागि झन्झन परनिर्भर रहनुपर्ने अवस्था भएको छ र यो क्रम आगामी वर्षहरूमा अझ बढ्दै जाने अनुमान विज्ञहरूले गरेका छन्। यसरी नेपालको उच्च पहाडी क्षेत्रमा गरिबी र खाद्य असुरक्षा बढ्दै जानुमा निर्वाहमुखी कृषि प्रणाली पनि अर्को कारकको रूपमा रहेको तथ्य विभिन्न अध्ययनहरूबाट पुष्टि भइसकेको छ। उच्च पहाडमा बढी मूल्य जाने विशेष उत्पादनहरूको प्रचुर सम्भावना भए पनि
व्यावसायिक उत्पादन नहुनु, व्यवसाय गर्न लगानी नहुनु, व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनु, उत्पादित कृषि उपजको बजार पहुँच सहज नहुनु, उचित भण्डारण, स्तरीकरण र प्रशोधनद्वारा कृषि उपजहरूको गुणस्तर कायम गर्न नसक्नु र उत्पादित वस्तुले उचित मूल्य प्राप्त गर्न नसक्नु जस्ता समस्याहरू विद्यमान रहेका छन्। नेपालका उच्च पहाडी जिल्लाहरूमा बाली, पशुपालन र जडीबुटी जन्य उत्पादनको व्यवसायीकरणको प्रचुर सम्भावना छ। यो सम्भावनाको उपयोग गर्दै भौगोलिक अवस्थिति र विविध हावापानीले गर्दा यी जिल्लाहरूमा हुन सक्ने विशेष उत्पादनहरूको मूल्य श्रृङ्खला विकास गरी स्थानीय बासिन्दाको आय वृद्धि गर्ने र जीविकोपार्जनमा दिगो सुधार ल्याउने उद्देश्यले उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना सञ्चालन गरिएको छ। छोटकरीमा हिमाली आयोजनाको नामले परिचित यस आयोजना एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित छ। नेपाल सरकार र एसियाली विकास बैंक बीच विक्रम सम्वत 2068 आषाढ 13 मा सम्झौता भए अनुसार यो आयोजना करिब 6 वर्षसम्म सञ्चालनमा रहनेछ। 2 अर्ब 73 करोड रुपैयाँ प्रस्तावित लगानी रहेको यस आयोजनाले यस क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्दै रोजगारी सृजना गर्नुका साथै जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न स्थानीय समुदायलाई सहयोग पुर्याउने जस्ता लक्ष्यहरू लिएको छ। आयोजना तयारीको क्रममा एउटा सामान्य अनुमान के गरिएको छ भने 10 वटा जिल्लाबाट करिब 600 वटा सानादेखि लिएर ठुला, साना, मध्यम र ठुला यो कृषिजन्य व्यवसायहरूलाई आयोजनाले सहयोग पुर्याउनेछ भन्ने एउटा अनुमान गरिएको छ र त्यसको आधारमा आयोजनाको लगानीले आयोजना समाप्तिपछि प्रति वर्ष करिब 2 करोड डलर बराबरको थप उत्पादन बढ्नेछ भन्ने अपेक्षा गरिएको छ र त्यस्तै त्यो आयोजनाको सहयोगमा जुन व्यवसायहरू स्थापना हुन्छन् त्यसमा 7500 स्थायी प्रकृतिको रोजगारी, स्थायी रोजगारीहरू सृजना हुनेछन् भन्ने अपेक्षा गरिएको छ र यो रोजगारीको माध्यमबाट र उत्पादन वृद्धिको माध्यमबाट स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ भने आयोजनाको क्रियाकलापहरूबाट यो जलवायु परिवर्तनले पर्ने असरलाई सामना गर्न पनि स्थानीय बासिन्दालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो आयोजना पूर्वाञ्चल विकास क्षेत्रमा सङ्खुवासभा र सोलुखुम्बु, मध्यमाञ्चल विकास क्षेत्रमा दोलखा र रसुवा, पश्चिमाञ्चल विकास क्षेत्रमा मनाङ र मुस्ताङ र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा डोल्पा, मुगु, जुम्ला र हुम्ला गरी 10 जिल्लाहरूमा लागू गरिएको छ। उच्च पहाडी कृषि व्यवसाय विकास, मूल्य श्रृङ्खला क्षमता विकास र आयोजना व्यवस्थापन गरी 3 मुख्य सम्भागहरू रहेको यस आयोजनाको मुख्य उद्देश्य उच्च पहाडी जिल्लाका बासिन्दाहरूको आय वृद्धि गर्नु र जीविकोपार्जनमा दिगो सुधार ल्याउनु रहेको छ। बोलीचालीमा हिमाली आयोजनाको नामले चिनिने यस आयोजना कार्यान्वयन गर्ने निकाय पशु सेवा विभाग हो भने कार्यान्वयन हिस्सेदार कृषि उद्यम केन्द्र मार्फत नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ। महासंघले धेरै नै प्रोजेक्ट साइन गरेका छौँ, धेरै संस्थासँग मिलेर हामी काम गर्दैछौँ। तर मलाई खुसी कहाँ छ भने हिमालीको सन्दर्भमा यो एउटा चाहिँ म प्रोजेक्ट भन्दैनलाई एउटा यस्तो हामीले चाहिँ काम अगाडि बढाएका छौँ जसले चाहिँ साँच्चै नै महासंघ जस्तो एउटा चाहिँ इन्स्टिट्युसनले भोलिको दिनमा चाहिँ फरक पार्न सक्ने, स्थानीय जनताले चाहिँ एउटा चाहिँ इकोनोमिक प्रस्पेरिटी गर्न सक्ने भन्ने चाहिँ हामीले लागेको छ। त्यसले गर्दाखेरि हुन त यो भर्खरै सुरु भए तापनि जुन प्रकारको एउटा चाहिँ लोकल लेभलमा म खुद जिल्ला जाँदाखेरि, मेरो साथीहरू जिल्ला जाँदाखेरि जुन प्रकारको रिस्पोन्स आइरहेछ, प्रब्लम त्यो रिस्पोन्सलाई मिट गर्ला कि नगर्ला भन्ने हामीले डर त्यहाँ भइसक्यो अहिले।
हिमाली आयोजना क्षेत्रका अधिकांश बासिन्दा मानव विकास सूचकाङ्कमा देशका अन्य भागका बासिन्दा भन्दा धेरै पछाडि छन्। उदाहरणको लागि मुगु जिल्ला मानव विकास सूचकाङ्कको आधारमा सबैभन्दा अन्तिममा अर्थात् 75 नम्बरमा र हुम्ला 74 नम्बरमा परेका छन्। खाद्य सुरक्षा र गरिबीको रेखामुनि रहेका यहाँका बासिन्दाको जीविकाको प्रमुख आधार भनेकै वनजङ्गल, कृषि र पशुपालन हुन्। यहाँ उपलब्ध अवसरहरूको पहिचान गरेर कृषि व्यवसाय सञ्चालन गर्न अनुदान उपलब्ध गराउने उद्देश्य लिएको यस आयोजनाबाट यस क्षेत्रका व्यवसायीहरू मात्र नभई वस्तु तथा उत्पादनको मूल्य श्रृङ्खलामा आबद्ध गरिब, विपन्न एवं सीमान्तकृत किसानहरू समेत प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुने आशा लिइएको छ। हाम्रो एकदम दुखी छ, गरिब छ, पिछाडी छ, महिला जनजाति सबै हाम्रो दुःख पीडा छ है सर। त्यसको लागि हाम्रो लागि त एकदम खुसी छ। अब यति भनौँ न अब 35 लाख 40 लाख हाम्रो आम्दानी पायो भने धेरै खुसी छ हाम्रो। किनकि हाम्रो त एउटा रोजगार त पायो, कोही काम गर्ने पनि पायो, काम गर्ने पैसाले पनि बिहान बेलुका पुर्याउन पनि पायो है। त्यही भएर एकदम खुसी छ हाम्रो चाहिँ। हिमालीले पोखरी बनाउन सहयोग गर्यो, के अरे माछा बुढाको लागि 15,000 माछा बुढा हाल्ने सहयोग गर्यो। हिमाली आयोजनाले मूल्य श्रृङ्खलामा आधारित व्यवसायहरूलाई सहयोग गरिरहेको छ र कार्यक्रम कार्यान्वयन पश्चात उच्च पहाडी भूभागका गरिब, निमुखा एवं सीमान्तकृत किसानहरू समेत पशुपालन, कृषि तथा जडीबुटी जन्य व्यवसायबाट हुने लाभांशको हिस्सेदार बनुन् भन्नेमा ध्यान दिइएको छ। यो आयोजना सफल भयो भने अवश्य पनि हिमाली जिल्लाको जुन समस्या छ त्यसलाई चाहिँ र जुन हिमाली जिल्लामा के पाइन्छ, जुन ठाउँमा जुन वस्तु पाइन्छ त्यसको अहिले चाहिँ बजारमा चाहिँ मार्केट पाउन नसकेको र त्यहाँको जनताले पनि हाम्रो यही क्षेत्रमा यस्तो किसिमको पनि सामानहरू रहेछ, हाम्रो जीविकाको लागि उच्च स्तरमा पुग्छ भन्ने उहाँहरूको चाहिँ एकदम सोच छ। आयोजना क्षेत्रमा कृषिको दिगो विकास र व्यवसायीकरणलाई साथसाथै लाने उद्देश्यले सञ्चालित गतिविधिहरूलाई संस्थागत गर्ने प्रयास पनि गरिएको छ, जसको लागि यहाँ स्थापना भएका संस्थाहरूको सहभागितामा कृषि उपज लगायत जडीबुटीको बजार प्रवर्धन गर्ने, लघु उद्यमहरू स्थापना गर्ने जस्ता कार्यहरू सञ्चालित छन्। यी क्रियाकलापहरूबाट यहाँ कृषि उत्पादनको व्यापार बढ्नुका साथै रोजगारीको समेत सृजना हुने देखिन्छ। हाम्रो जुम्ला जिल्लामा पनि हिमाली आयोजना सुरु भएको छ र यसले चाहिँ खास गरी जुम्लामा ठुलो चेन्ज ल्याउनेछ। साथीहरू लागिराख्नु भएको छ ग्रिन हाउस बनाउन, कोही चाहिँ केसर खेती गर्न र यसबाट चाहिँ जुम्लाको त्यहाँको व्यवसायी साथीहरूलाई एकदम लाभ पनि हुनेछ र कृषि सेक्टरमा चाहिँ राम्रो उत्पादन बढ्दै जानेछ र त्यहाँका बेरोजगार साथीहरूले पनि रोजगारीको अवसर पाउनेछन् र कृषि क्षेत्रमा चाहिँ आधुनिकीकरण चाहिँ हुँदै गएको छ। यस आयोजनाले आयोजना क्षेत्रका 2000 मिटर भन्दा माथिका पशुपक्षी पालन, फलफूल तथा तरकारी उत्पादन र जडीबुटी खेती जस्ता व्यवसाय र उत्पादनलाई हिमाली भनेर परिभाषित गरेको छ र प्रथम प्राथमिकतामा राखेको छ। आयोजनाका प्राथमिकता प्राप्त यस्ता वस्तु तथा उत्पादनहरू 40 भन्दा बढी छन् र प्राथमिकताको सूची जिल्ला अनुसार फरक फरक रहेको छ। आयोजनाले कृषि व्यवसायहरू स्थापना तथा विस्तार गर्न अनुदान दिँदा स्थानीय स्तरमा उपलब्ध हुन सक्ने स्रोत, उत्पादित वस्तुको बजार माग र खरिदको प्रत्याभूति जस्ता सवालमा पनि उत्तिकै ध्यान दिएको छ। फलस्वरूप यहाँ सञ्चालित कृषि व्यवसायहरू दिगो हुने अपेक्षा गरिएको छ। उत्पादन गरेर त्यहाँ मरेर बिक्री गर्ने त्यो सामानहरू पनि हामी त्यो घर ल्याइसकेका छौँ। मेसिन त गइसकेको छ, फेरि अझै
ठुला चाहिँ अलिक सामानहरू माग्नुपर्ने छ, त्यसको अलिक कमजोरी छ। अनि त्यसको बिक्री चाहिँ काठमाडौँ नेपालगञ्जतिर अब त्यतैतिर सबैतिर लिइरहेछन्, जे लिटरको 300 गरेर। करिब 6 वर्ष समयावधि रहेको यस आयोजनाको प्रस्तावित लागत 3 करोड 23 लाख अमेरिकी डलर अर्थात् डलरको वर्तमान मूल्यमा करिब 2 अर्ब 72 करोड रुपियाँ रहेको छ। यस आयोजनाले प्रतिस्पर्धात्मक अनुदान उपलब्ध गराउने गर्दछ। आयोजनाबाट अनुदान प्राप्त गर्न प्रस्ताव पेश गर्नुपर्दछ। अनुदानको लागि प्रस्ताव तयार गर्न कृषक व्यवसायीहरूले आयोजनाको कृषि व्यवसाय अनुदान निर्देशिका र व्यवसाय योजनाको ढाँचालाई अनुसरण गर्नुपर्ने हुन्छ। यो हिमाली आयोजनाले वास्तवमा निर्वाहमुखी कृषिलाई भन्दा पनि व्यावसायिक कृषिको लागि चाहिँ यसले अनुदान दिन्छ। त्यसकारण अब हामीले जिल्लाबाट आयोजनाको जिल्ला 10वटा जिल्ला छन्, त्यो जिल्लाबाट प्रपोजलहरू हामी आह्वान गर्छौँ। त्यो प्रपोजलमा हामी क्लियरली यो भनिएका छौँ कि त्यसमा प्रपोजल राख्ने प्रपोनेन्टहरूले उहाँहरूले 2-4 कुरा यहाँ चाहिँ सम्झाउनुपर्ने हुन्छ कि त्यसमा उहाँहरूको प्रपोजलमा उहाँहरूले गर्ने उद्योग अथवा उद्यमी जे भन्नुहुन्छ त्यसमा चाहिँ खास गरिकन उत्पादन मात्रै नभइकन उत्पादन पछिका स्टेपहरूलाई त्यहाँ इङ्गित गर्नुपर्ने हुन्छ। जस्तै प्रोसेसिङका कुरा, प्याकिङका कुरा, अनि त्यसपछि आएर निर्यात गर्ने कुरा, बजारीकरणका कुरा, यदि त्यो बिजनेस प्लानमा यदि त्यो समावेश छ भने त्यो प्रपोजल चाहिँ एक्सेप्ट हुने धेरै सम्भावना हुन्छ। पशुपालन उच्च पहाडी क्षेत्रको प्रमुख व्यवसाय हो र चौरी चीज उत्पादन, बाख्रा पालन, भेडा पालन, ऊन प्रशोधन तथा मासु उत्पादन हिमाली भेगमा सम्भाव्य र यस आयोजनाको प्राथमिकतामा परेका उत्पादनहरू हुन्। तसर्थ पशुपालन व्यवसायमा संलग्न कृषक उद्यमीहरूले पनि आफ्नो पेशा र परम्परागत प्रविधिलाई समयानुकूल परिवर्तन र परिमार्जन गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउँदै लानु जरुरी देखिन्छ। अरू खेतीपाती त यस्तै हो, अब वर्षमा एकचोटि मात्रै उत्पादन हुन्छ त्यहाँ गहुँ, मकै, जौ। अब भनेको चाहिँ मनाङ जिल्लामा सबभन्दा धेरै चाहिँ अब टुरिज्म र यही पशुपालनतिर नै हो हाम्रो चाहिँ अलिकति यस्तो भने। तर यो हिमाली प्रोजेक्टले गर्दाखेरि धेरैलाई उत्साह भयो। अनि अब अलिकति बुझे थिएन, अलिकति सुरुमा अलिकति गाह्रै हुँदो रहेछ। अब जब अवार्ड भयो अब सबैले हामी गएर गर्नेछौँ। जुन मैले यो भेडा व्यवसायमा अलिकति अनुभव थियो, त्यसकारण चाहिँ अझै झन् यसलाई चाहिँ कसरी हुन्छ मैले एउटा नमुनाको रूपमा चाहिँ लाने उसमा गइरहेको छु। उच्च पहाडी क्षेत्र चौरी पालन व्यवसायको लागि समेत महत्त्वपूर्ण मानिन्छ। चौरीहरूलाई माल सामान ढुवानीमा प्रयोग गर्नुको साथै यसको दूधबाट चीज लगायतका परिकारहरू पनि बनाउने गरिन्छ। हिमाली आयोजनाले अनुदान उपलब्ध गराइसकेपछि आफ्नो व्यवसाय बढाउने सुरमा छिन् रसुवाकी यी कृषि व्यवसायी पनि। अनुदान आएपछि सबभन्दा त अब चौरीलाई लगानी गर्नुपर्छ होइन। अहिले त हामीले के अरे ऋण थापेर किनेको छौँ 46वटा त आउन साथ त्यो 46वटाको ऋण र ब्याज चाहिँ तिर्छु, त्यसपछि अनि बाँकी जति किन्छु। हाम्रो उद्देश्य त 60वटा किन्नुपर्ने संस्थाले चाहिँ। पर्वतीय क्षेत्रको पर्यावरणीय सन्तुलनलाई कायम राख्दै उपलब्ध स्रोतलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने र स्थानीय उत्पादनहरूको बजारीकरण मार्फत पर्वतीय क्षेत्रमा लाभ पुर्याउने पहल गरिनु आवश्यक छ। तसर्थ यहाँका कृषि र जडीबुटीजन्य उत्पादन तथा प्रशोधन उद्यमहरूको व्यवसायीकरण गर्ने प्रयास गर्ने र यो प्रक्रियालाई पारदर्शी एवं सहभागितामूलक र समावेशी बनाउँदै प्रभावकारी ढङ्गले आयोजना लागू गर्ने प्रयास भइरहेको छ। सानो रूपमा चलिरहेको व्यवसायलाई चाहिँ हिमालय आयोजनाले चाहिँ तपाईँको सहयोग गर्नु भएर हाम्रो के भन्छ फर्म चाहिँ तपाईँको चाहिँ बढी नाफा कमाउँछ अथवा हामीलाई चाहिँ नाफा हुन्छ भन्ने हाम्रो भनौँ मनुष्य
रह्यो। अब यसमा तपाईँको धेरै हिमाली क्षेत्रका कृषकहरूलाई चाहिँ हिमालय आयोजनाले यसरी सहयोग गरिदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसरी उच्च पहाडी क्षेत्रमा पशुपालन, कृषि र जडीबुटीको विकास र व्यवसायीकरण गर्न निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य छ। आयोजनाको प्रभावकारी कार्यान्वयनबाट आय वृद्धि र रोजगारी सृजना मात्र नभई आयोजना क्षेत्रका समूह, समिति, सहकारी लगायतका स्थानीय सङ्घ संस्थाहरूको क्षमता अभिवृद्धि हुने पक्का छ। अनि अस्ति भर्खर यो जेठको 14 गते चाहिँ हाम्रो सम्झौता भएछ। हामीलाई चाहिँ 58 लाख बराबरको अनुदानमा चाहिँ 16 लाख हामीले चाहिँ हामीले आफूले 20% बेहोरेर त्यो 42 लाख चाहिँ यहाँ हिमाली प्रोजेक्टबाट दिँदै हुनुहुन्छ। अनि त्यसमा चाहिँ हामीले एउटा काठमाडौँ पोखराबाट त्यो स्क्वास राख्ने बोतल चाहिँ यहाँ पुगेर लाँदाखेरि त्यसको वेट चाहिँ नहुने, अनि त्यहाँ चाहिँ के अरे ढुवानी धेरै लाग्ने, त्यसलाई मिसिनले वहीँ पुग्नु पायो भने ढुवानीको धेरै सस्तो हुन्छ। अनि त्यस अनुसार अर्को लेभलहरू भयो, कार्टुनहरू भयो, त्यस्तोहरू पनि बनाउँछ। फेरि उद्योग घर एउटा बनाउँदैछ, अनि तिनीहरू सबै अपग्रेड गर्दै लाँदैछौँ हामीले। विकास यात्रामा पछाडि परेको तर विकासको प्रचुर सम्भावना बोकेको हिमाली भेगको आर्थिक एवं सामाजिक विकास बिना समग्र नेपालको विकास असम्भव छ र हिमाली आयोजनाको लगानी नै यो भेगमा कृषि क्षेत्रको व्यवसायीकरणमा भएको आजसम्मको सम्भवतः सबैभन्दा ठूलो लगानी हो। हाल यस आयोजनाले कृषि व्यवसाय अनुदान उपलब्ध गराउन सुरु गरेको छ र प्राप्त अनुदानबाट यहाँका कृषि व्यवसायीहरू पनि उत्साहित भएका छन्। हिमाली प्रोजेक्ट नआउँदाखेरि हामी गरिरहेको व्यवसाय र भोलि गएर हिमालीले जुन दिएको उसले दिएको अनुदान र सितिसकेपछि अब कुनै त्यस्तो बाधा अर्जन आउँदाखेरि पनि यो पेसा भनेको हामीले छोड्ने पेसा होइनन्। भौगोलिक दुर्गमता, सञ्चार सुविधाको अभाव र भौतिक विकासको कमीले हिमाली भेगमा उत्पादित वन तथा कृषिजन्य उत्पादनहरू बजारको पहुँचबाट टाढै रहनु परेको यथार्थतालाई मध्यनजर गर्दै यहाँका स्थानीय उत्पादनहरूलाई प्राथमिकतामा राखेर व्यावहारिक र सिपमूलक तालिम तथा प्रविधि दिई उत्पादकहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने प्रयास हिमाली आयोजनाले गर्दै आएको छ। वास्तवमा यसमा 3टा किसिमको उत्पादनलाई व्यावसायीकरण गर्ने हो। नम्बर 1 कृषिका कार्यक्रमहरू, जस्तो त्यहाँ स्याउ छ अथवा तरकारी कार्यक्रम छ। त्यसै गरी हामीले लाइभ स्टकको कुरा गर्ने हो भने वास्तवमा पशुपालन क्षेत्रमा पनि त्यहाँ चौरीको चिज उत्पादन, ऊन उत्पादनदेखि लिएर विभिन्न किसिमको हामीले पशु अनुवांशिकी र जडीबुटीका, तेस्रो कुरा जडीबुटीको कुराहरू पनि जुन अपार सम्भावना छ, तर त्यसलाई हामीले व्यावसायीकरणको एउटा कला त्यस क्षेत्रका मानिसहरूमा नभएको हुँदाखेरि त्यो उचित बजार नपाइरहेको र जसले गर्दाखेरि त्यहाँका व्यक्तिहरूले, उत्पादनकर्ताहरूले त्यसको एउटा मूल्य पनि नपाइरहेको अवस्था भएको हुनाले सायद यो आयोजनाले यस क्षेत्रमा प्रभावकारी काम गर्नेछ। अहिलेको नेपालको जल्दो बल्दो अवस्था भनेको विभिन्न अन्य जिल्लाबाट पनि यो युवा पलायनको पनि समस्या छ। त्यस क्षेत्रमा भएका युवाहरू पनि अहिले विविध कारणले गर्दाखेरि, रोजगारीको कारणले गर्दाखेरि पनि बाहिर पलायन भइरहेको अवस्थामा यो आयोजनाले र यसका कार्यक्रमहरूले यसको समस्या पनि पूर्ण रूपेण नभए पनि केही रूपमा, आंशिक रूपमा यसलाई पनि सम्बोधन गर्छ जस्तो मलाई लागेको छ। अति नै संवेदनशील पारिस्थितिकीय प्रणाली बोकेको उच्च पहाडी क्षेत्रको समुचित विकासमा हातेमालो गर्दै कृषिको दिगो विकासमा संलग्न यस आयोजनालाई सफल बनाउनु सबैको दायित्व भएको छ। यो सुरुवाती चरणमा यो आयोजना छ र यसमा रहेको रकम हामीले कृषकलाई उहाँहरूको समेत सहभागिता हुने गरेर अनुदानमा दिन्छौँ र यसलाई सफलतम ढङ्गले सञ्चालन गर्न नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गतको हिमाली आयोजना र
नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रका व्यक्तिहरूले आयोजना छनौट गरेर र सम्भाव्य देखेका आयोजनाहरूको आधारमा उहाँहरूलाई रकम उपलब्ध गराएर यो काम गर्ने गरिएको छ। र यो सुरुवाती चरणमा भएको कारणले गर्दाखेरि मूल उद्देश्य के भन्दाखेरि हाम्रो हिमाली क्षेत्रमा रहेको गरिबीलाई न्यूनीकरण गरेर उहाँहरूलाई स्वरोजगार सिर्जना गर्दै उहाँहरूको आय वृद्धि गर्ने ढङ्गले सञ्चालन भएको छ। र केही आयोजनाहरू हामीले छनौट गरेर अनुदानका रकमहरू दिन थालिसकेका छौँ र यसको आयोजना अवधिभरमा बढीभन्दा बढी सृजनशील उद्यमी कृषक उद्यमीहरूलाई हामीले समेट्ने प्रयास गरेको छौँ। सम्भवतः यो आयोजनाले त्यो क्षेत्रमा उहाँहरूको आय स्तरमा वृद्धि गर्दै गरिबी न्यूनीकरण गरेर उहाँहरूलाई व्यावसायिक बनाउनको लागि मद्दत पुर्याउनेछ। हिमाली आयोजना सम्बन्धी जानकारी प्राप्त गर्न वा कृषि व्यवसाय सञ्चालन तथा विस्तारको परियोजना तयार पारी पेश गर्न जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशुसेवा कार्यालय अथवा जिल्ला उद्योग वाणिज्य संघमा सम्पर्क गर्न सकिनेछ। यसैगरी हिमाली आयोजनाको आयोजना व्यवस्थापन कार्यालय हरियर भवन ललितपुरमा समेत सम्पर्क गरेर आयोजनाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।